गरेको हो कि होइन। पास्कल सिद्धान्तको आधारमा हामीले हाइड्रोलिक ब्रेक, हाइड्रोलिक प्रेस, लिफ्टहरू प्रयोग गर्न सकिन्छ भनेर मैले एउटा चाहिँ सैद्धान्तिक रूपमा चाहिँ तिमीहरूलाई देखाउन खोजेको। र अब यसलाई चाहिँ हामीले थोरै सरले चाहिँ यहाँ सानो सानो चाहिँ हेर्नुहोस् त, सबै रूपमा लम्बा रूपमा चाहिँ प्रसारण भएको देख्नुभयो। यसले के भन्छ त भन्दाखेरि यदि कुनै पनि बन्द भाँडामा हामीले एक ठाउँबाट चाप दियौँ भने त्यो लम्बा रूपमा चाहिँ प्रसारण हुँदो रहेछ भनेपछि यहाँबाट बल लगाएको चाहिँ चापले चारैवटा दिशा, यहाँ हामीले चारैवटा दिशा त देखाइएन, चारवटा मात्रै पोइन्टहरू देखाइएको छ, तर लम्बा रूपमा चाहिँ प्रसारण भइरहेको छ भने यो हाम्रो पास्कल सिद्धान्तको आधारित नियम अनुसार भन्न सकिन्छ। बुझिन्छ? यो जस्तै हामीले देखिन्छ नि हाम्रो जेसिबीले पनि चल्ने भनेको हाइड्रोलिकबाट नि यसैको आधारबाट चलेको भयो। चाहिँ के भयो? उत्रियो। अब यो उत्रिनु मुख्यतया हामीले कक्षा 10 मा पढेका थियौँ। उत्रिन्छ के को कारणले गर्दा उत्रिएको त? पूर्वचाप। पूर्वचाप केमा भर पर्छ अरे? आयतन, घनत्व र रुद्धो पर्ने भनेपछि अब हामी चाहिँ विश्वको एउटा यस्तो खाले समुद्री सतह जहाँ चाहिँ हामी डेड सी भन्छौँ, त्यहाँ गएर हामी हाम फाल्यौँ भने त्यहाँ चाहिँ कुनै माछाहरू बस्दैनन्। किन बस्दैनन् त भन्दाखेरि त्यहाँको नुनको घनत्व के हुँदो रहेछ? घनत्व अरे नुनको मात्रा चाहिँ के हुँदो रहेछ त? धेरै हुँदो रहेछ। यो हावालाई चाहिँ भन्न सक्नुहुन्छ। र हेर्दाखेरि यसको आकृति चाहिँ ठुलो देखिएको छ नि। र सन्देश तपाईँले चाहिँ यता प्रश्न चाहिँ मैले के सोधेको थिएँ त भन्दाखेरि अब वस्तुलाई चाहिँ यो पानीभित्र डुब्नुको कारण भनेको चाहिँ घनत्वको कारणले भन्नुभयो। धेरै राम्रो उत्तर। अब यसलाई चाहिँ हामीले नुन हालियो भने के हुन्छ होला त? अब यो डुब्ला या यो तैरिएला त? यसको बारेमा चाहिँ थोरै मैले